हेलो नमस्कार सबैमा। आज चाहिँ मसँग भएको प्लान्टहरुको एउटा सानो मिनी भ्लग बनाउँदैछु। सो ल सुरु गरौँ त। यो चाहिँ मेरो एजिलिया हो। यो चाहिँ रेड कलरको फुल छ। यो हल्का पिङ्कमा फुल्ने अर्को एजिलिया। यो चाहिँ नयाँ कोपिला पनि आउँदैछ। अनि यसलाई डाइरेक्ट सनलाइटमा राख्नु हुँदैन, यसलाई सेमी सनलाइट राखेको छु। अनि यो चामाडोरा पाम, यो चाहिँ अलिकति मिनिएचर भेराइटीको हो। सो यो धेरै ठुलो पनि हुँदैन, यत्र हुन्छ। त्यसपछि मसँग छ एउटा स्नेक प्लान्ट, एयर लेयरिङमा गरेर पानीमा राखेको। त्यसपछि यसको नाम चाहिँ मलाई थाहा छैन, मेबी के होला हैन। यो पनि पानीमै राखेको छु। त्यसपछि अर्को छ मसँग पिस लिली, एकलट फुलेर अर्को नयाँ फुल्ने प्रयासमा छ। त्यसपछि मसँग अर्को नि पिस लिली छ। यो चाहिँ अस्ति भर्खरै रिसेन्टली लिएर आएको हो। अनि यसको चाहिँ रिपोर्टिङहरू गर्न नपाएर त्यति राम्रोसँग यसको केयर हुन पाएको छैन, एउटा रिपोर्टिङ चाहिरहेको छ। अनि मसँग हल्यान्ड भेराइटीको यो अर्किड हो, सेतो फुल छ र यो फुलेर सिद्धिएर अब अर्को नयाँ फुल्ने अब चान्स आउँदैछ त्यसको। सो यो रेड एन्थेरियम, यसलाई पनि रिपोर्टिङ पुगेको छैन। अनि यसको नि अब भर्खर समर लाग्दैछ, स्प्रिङ सिजन आउँदैछ। सो अलिक टाइम लाग्छ यसको नि आउनलाई। अनि यो एजियाटिक लिली फुलेर सिद्धियो। अब यसको बल्ब्सहरू टिपेर स्टोर गर्ने बेला भयो। अनि त्यसपछि यो अर्को एजियाटिक लिली नै हो, जुन फुल्न लागिरहेछ। अनि अर्को दुईवटा पनि छ एजियाटिक लिली, तर यो चाहिँ तपाईँको फोटोसिन्थेसिसले गर्दाखेरि झ्यालबाट बाहिर जान खोजिरहेछ। सो यो पनि एउटा स्पाइडर प्लान्ट जस्तै खालको प्लान्ट हो, तर मलाई थाहा छैन यसको रियल नाम चाहिँ। अनि यो सकुलेन्ट भेराइटी, यो अर्को सकुलेन्ट भेराइटी भयो। यो पनि सकुलेन्ट भेराइटी हो, तर नाम थाहा छैन। अनि यो हो जेड प्लान्ट, यो चाहिँ मैले कटिङबाट सारेको। अनि यो मिनी स्नेक प्लान्ट। अनि यो अर्को सकुलेन्ट राम्रो छ, तर यसलाई नि ठाउँ पुगिरहेको छ, यसलाई ठाउँ पुगाउन खोज्दैछु। अनि यहाँ पनि सानो सकुलेन्ट छ, यो चाहिँ मलाई सबभन्दा राम्रो लाग्ने हो। अनि यो चाहिँ ब्राजिलियन लक्की ब्याम्बो। सो मसँग भित्र भएको चाहिँ यति नै छ। अब बाहिर पनि हेर्न जाउँ है त। अनि त्यसपछि बाहिर यो बराइङमा एउटा रबर प्लान्ट छ, हाइब्रिड भेराइटीको। अनि यो चाहिँ खासमा कफी ब्राउन हो है, बाहिर ओपन भएर धेरै ठुलो लागेर यस्तो भएको। अनि बल्ल यो अब स्प्रिङ सिजन लागेपछि यसले पनि नयाँ पालुवा फेर्दैछ। अब माथि जाउँ। र माथि चाहिँ एउटा फर्न छ, उन्यु प्रजातिको। हामी चाहिँ लोकल्ली चाहिँ यसलाई पानी अमला भनिन्छ। यो चाहिँ खासमा इन्डोर राख्न लिएर आएको, तर तत्काललाई यसलाई अलिकति पट मिक्स नभएको भएर यसलाई राखेको छैन। अनि यहाँ चाहिँ देखिन्छ, अलि राम्रोसँग देखिन होला, यो चाहिँ घडी फुल मोर्स रोज हो। यो अर्कै खालको भेराइटी हो। अनि यहाँ फेरि अर्कै खालको भेराइटी छ। अनि सानो डङ्किटाल। अनि मोर्स रोज अर्को यहाँ पनि छ। अनि यो ठुलो खालको स्पाइडर भन्थ्यो क्या, मलाई चाहिँ नाम राम्रोसँग थाहा छैन। अनि यो भयो एलोभेरा, यो भयो कमन डेजी है। म र मेरो एकजना साथी मिलेर फुलचोकी मन्दिरबाट चोरेर लिएर आएको चाहिँ। अनि यहाँ चाहिँ आउटडोर एजिलिया छ, फुलेको चाहिँ छैन, तर बोट चाहिँ निकै हेल्दी छ। अनि यहाँ डिफ्रेन्ट भेराइटिज अफ गोदावरी। यो चाहिँ सानो खालको, यो पनि विकासे नै हो, यो दुइटै विकासे हो। अनि लोकल गोदावरी हो, यो पनि लोकलमा कलेजी रङको हुन्छ। अनि यो पहेँलो हरियो रङको विकासे। अनि यो लोकल भेराइटी हो वाइटमा। अनि यो ठिङ्ग्राएर राखेको चाहिँ हेबिस्कस बन्टी फुल, यो पनि त्यही हेबिस्कसै हो। अनि यो चाहिँ क्यामेलिया चाइनिज रोज। त्यसपछि यो अर्कोबाट सकुलेन्ट हो। अनि यो भेरिगेटेड भेराइटीको बगमवेली, तर राम्रोसँग फुल्न भएको छ। अनि यो थाइल्यान्ड भेराइटीको बगमवेली। त्यसपछि यो रेड रोज, डज रोज रातोमा।
यो डालिया लौरे फुल, यो पनि डालिया लौरे फुल, यो कृष्णकलिया, यो एउटा स्नेक प्लान्ट आउटडोरमा राखेको, यो मान्डेभेलिया रेडमा। यसको नाम चाहिँ मैले चाहिँ पिटुनिया भने, तर यसको अर्को नाम पनि रहेछ मलाई थाहा भएन। यसमा चाहिँ पिटुनिया भनेर लिएको। सो यो चाहिँ सिजनल प्लान्ट हो, मसँग फर्मल प्लान्ट एउटा। अनि यो अर्को डेजी, यो चाहिँ मैले अनि यो पिङ्क कलरको डज रोज। अनि त्यसपछि यो सानो क्यामेलिया आफूले कटिङबाट। यसको नाम चाहिँ थाहा छैन, मैले नर्सरीमा फ्यालिरहेको थिएँ, त्यहाँबाट उठाएर ल्याएको थिएँ। फुल चाहिँ फुलेर कस्तो खालको थाहा छैन। अनि यो व्हाइट कलरको स्मेल गर्ने अलि राम्रो बास्ना आउने फुल हो, तर यसको नि नाम थाहा छैन। यो तरबारे फुल भन्छ, यो चाहिँ शेषनारायण मन्दिरबाट ल्याएको। अनि यो बाबरी जस्तो देखिने, यसको नाम चाहिँ मलाई थाहा छैन। अनि यो स्ट्रिङ अफ बल्स, यो चाहिँ मोर्स रोज गरी फुल है। अनि यो स्ट्रिङ अफ बल्स है, यो नि डङ्किटले हो, एउटा सकुलेन्ट। अनि यो चाहिँ के हो थाहा छैन। अनि यो नाम मैले बिर्सेँ, भेरिगेटेड हो होइन, तर सरी नाम थाहा भएन। यो ड्रप भेराइटी हो। अनि यहाँनिर छ यो स्ट्रिङ अफ टियर्स भन्ने रहेछ यसलाई चाहिँ। सो आँसुको थोपा जस्तै जस्तै हुँदो रहेछ। यो पनि बटलमा राखेको मोर्स रोज गडी फुल। यो स्ट्रिङ अफ डल्फिन समथिङ के भन्थ्यो मैले बिर्सेँ। डल्फिन त होइन, अर्को त्यस्तो खालको स्ट्रिङ भेराइटी हो। अनि यो चाहिँ स्ट्रिङ अफ हार्ट्स है, पानीको पात जस्तै हुन्छ, यसको पनि नाम बिर्सेँ। अनि यो चाहिँ स्ट्रिङ अफ डल्फिन छ है, डल्फिन जस्तै हुन्छ, त्यही भएर। अनि यो व्हाइट कलरको स्पाइडर प्लान्ट, यसको नि नाम बिर्सेँ। यो ड्रप भेराइटी हो। ठुलो खालको ब्रुस्टेल, डङ्किटेल जस्तो देखिन्छ त, डिफ्रेन्ट हो। अनि यो भेरिगेटेड ग्रिन एन्ड व्हाइट स्पाइडर प्लान्ट। अनि यो पनि भेरिगेटेड हो, तर नाम बिर्सेँ। इन ड्रप भेराइटी नै। स्पेसल एडिसनमा चाहिँ वाट आई हेभ हियर इज यो कमन फक्सटेल है, यो लोकल सुनाखरी, हाम्रो जङ्गलतिर पाउने। यो पनि हेटौँडाबाट उठाएर ल्याएको। यसको चाहिँ धेरैवटा भेराइटी छ मसँग। पिस लिली त्यसै बच्चा बनाउनु राखेको, यो जेड प्लान्ट बच्चा बनाउनु राखेको। यो मनी प्लान्ट हो, अब सायद हुर्किन्छ होला। एउटा मिनी मोन्स्टेरा, यो चाहिँ के होला जस्तो लागेन, यसको चाहिँ मरेर जान्छ जस्तो लाग्यो। यो पनि त्यही अर्किड हो, यो पनि अर्किड नै हो, फक्सटेल अर्किड। अनि यो पछाडि चाहिँ सेप दिनलाई राखेको स्पाइडर प्लान्ट। यो माथितिर जाउँ। सो फुलहरू सिद्धियो, तरकारीको पालो। एक दुईवटा फुल पनि छन्। सो यो छतमा राखेको, यो चाहिँ चमेली, यसलाई के भन्छ, ज्यास्मिन। यो चाहिँ विकासे हाइब्रिड भेराइटीको हो। त्यसपछि अब यहाँ चाहिँ तरकारीहरू छन्। यसमा चाहिँ मैले बिउ राखेको छु, राम्रोसँग उम्रेको छैन। यो भयो भन्टा, यो भन्टा ओभरजिन टाइपको एक प्लान्ट होइन। अनि यो डल्ले खुर्सानी, त्यो नि डल्ले खुर्सानी, त्यो पर नि डल्ले खुर्सानी। अनि त्यसपछि यहाँ छ दुईवटा गुलाबको हाँगा लगाएको छु। अनि यो चाहिँ फर्सी हो, अनि त्यो दुईवटा चाहिँ कहाँको, अनि साग, धनियाँ। यो चाहिँ नेपाली कागती हो, पन्त कागती भन्दो रहेछ, मैले गोदावरीको बागवानीबाट लिएर आएको। अनि यो चाहिँ के भन्छ त्यसलाई, स्टार फ्रुट भन्छ, अमिलो हुने खालको, त्यसको बिरुवा हो। अनि त अब यो चाहिँ 12 मा चाहिँ सुन कागती हो, एउटा फली पनि सक्यो। सो बाँकीमा चाहिँ खासै धेरै चिज चाहिँ छैन। यस धनियाँ, साग, लसुन, प्याज,
स्ट्रबेरी, कहीँ गुलाबहरू छन्, कहीँ रोजमेरी, त्यसपछि मिन्ट, त्यसपछि साना बिरुवाहरू लगाएको बिरुवा बन्दै गरेकोहरू छन्। लगभग यति नै हो। अनि यो चाहिँ थर्माकोलको डब्बा मैले रोप्नकै लागि भने फुल रोप्नकै लागि भने लिएर आएको। सरी कस्तो झरेछ। एन्ड देन फाइनल्ली छतमा लुगा सुकाउने ठाउँ होइन एउटा। यो चाहिँ 2वटा मुन्टा खाने फर्सी, स्क्वास भेराइटीको फर्सी हो। त्यो चाहिँ मुन्टा खानको लागि। सो लगभग 10 दिन लाग्यो। अब एउटा बाँकी छ। हेलो काले दाई, यो चाहिँ मेरो तरकारी बारी सी हैन। अनि यो चाहिँ आज तरकारी टिपेको। अन्तिममा चाहिँ एउटा एयरका पम्प ढोकामा राखेको। अब त्यो अन्डा राखेको भएर किन भन्नु होला, अन्डा खोल्नु त्यसले चाहिँ क्याल्सियम काम गर्ने भनेर राखेको हो। सो आजको हाम्रो मिनी ब्लग सिद्धियो। अब पछि अरू कुनै बनायो भने हेरौँला। बाई बाई, धन्यवाद।